अब 82 को चुनाव पछि फेरि अर्को चुनाव गर्न तयार भएछ भने हुने त साह्रो छ होइन। यहाँ मान्य अधिवक्ता हुनुहुन्छ, उहाँले पनि मुद्दा मामिलाको न प्रतिनिधित्व गर्ने हो। हामी त फेरि एउटै उसका हौँ, उहाँसँग कुनै ऊ छैन, उहाँलाई बधाई छ होइन। स्थिति यस्तो देखिन्छ भनेको नि कानुन संविधानले देखेको कुरा मैले राखेँ। यो संसद विघटन किन भयो? सुशीला कार्कीजी टिक्नै सक्नुहुन्न त्यो संसद हुँदाखेरि। कता न विश्वासको मत लिनु न के मिल्छ त कहीँ। संसद किन विघटन गरे भन्छन् बा? प्रधानमन्त्री को हुने? पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजी हुने। अनि उहाँले के कुन दलको के भनेर विश्वासको मत लिने र कसरी प्रतिनिधित्व गर्ने त त्यो संसदमा? अब त्यो संसदको चुनाव त्यसरी हुन गइरहेछ। यसैलाई हामीहरूले विकास भनेका छौँ। हाम्रो प्रधान न्यायाधीश पटकौं पटक फोन गर्नुभयो, अदालत जलाउन आउँदैछन्। झगडियाले त जलाएको होइन रहेछ नि। आज सबैजना तपाईँको कागजातका ताँती लिएर किन फेरि त्यही अदालतमा गएका त? आफूसँग भएको एउटा एउटा नक्कल खोज्दै 4 घण्टामा 5 घण्टामा न तपाईँको स्वतन्त्रताको रक्षा थियो, न तपाईँको धन सम्पत्तिको रक्षा थियो, न तपाईँको भौतिक वस्तुको रक्षा थियो, न कुनै अधिकारको तपाईँको चाहिँ रक्षा थियो। यो यथार्थ हो। हाम्रा पूर्वजका पौरखहरूलाई आगो लगाएर जेएनजी छुट्टिनु पर्यो। जेएनजी कसले स्वीकृति लिएर कार्यक्रम गर्नु भएको थियो। त्यसपछि उक्साउने को? नेपाल बारले वास्तवमा मानवाधिकार समितिले यतिजनाले यहाँ विद्वान अधिवक्ता जोशीजी पनि हुनुहुन्छ। अस्ति एकजना वकिल कानुन व्यवसायी तिनै ढल्नुभयो प्रधान न्यायाधीशको प्रश्नोत्तर पछि। त्यो त अझ कमै गर्नु भएको छ। He or she could be फरिबर जान सक्छ। ठट्टा होइन नि। अब न्यायाधीश सक्नुपर्छ, अब न्यायाधीशको घर सक्नुपर्छ, अदालत त सक्यौं यसरी चुड्की छ। हेर्नुहोस्, सोच्नु पर्यो, हेर्नु पर्यो। यो यस्तै तरिकाले प्रधानमन्त्री एउटा छ नि तपाईँको अभी मन भराई नै क्यों जाती हो भन्ने छ नि तपाईँको। चुनाव सर्लक्क गरेर फर्लक्क तपाईँलाई फेरि शेरबहादुरजीलाई कहाँबाट? डडेलधुराबाट होइन, केपी ओलीजीलाई कहाँबाट? झापाबाट पूजा गर्नलाई हो। उहाँहरूकै त मन भर्या रहन्छ। अब अहिलेको प्रधानमन्त्री र अहिलेको सिस्टमको मन भरिसक्यो। अनि प्रधानमन्त्री कहाँबाट जानु भएको छ? टुडी खेलबाट। कुरा बुझ्नुहोस् है। त्यहाँ के खोजियो? स्वास्थ्य खोजियो, शिक्षा खोजियो होइन। यो दुईटा त्यो मन्त्रालय प्रधानमन्त्रीसँगै बस्नेवाला छ। मन कस्तो आउँछ भरिने खालको। यो वस्तु विश्लेषणले तपाईको देखाएको। अब 82 मा यो फागुनमा चुनाव भयो। जेएनजीले वृद्धलाई नदिने, वृद्धले जेएनजीलाई नदिने, अनि खुइ कस्तो भोट फस्ला कि त्यो भोटले चाहिँ सरकारै बन्ला। त्यो त अहिले स्वाट्टै जेएनजी नै जेएनजीको सरकार बन्छ त।
यहाँ हेर्यो भनेदेखि त फेरि उस्तै उस्तै साथीहरू देख्छु म, त्यस्तै राजनीतिक दलका साथीहरू देख्छु। कानुन व्यवसायीका शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यू, न्याय परिषदका सदस्यज्यू, मान्य अधिवक्ताज्यू, उच्च र जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरू, सबै राजनीतिक दलका र स्थानीय सरकारका प्रतिनिधिज्यूहरू, विद्वान वरिष्ठ अधिवक्ता, पत्रकार, स्थानीय यो शान्ति सुरक्षा लगायत सबै आदरणीय मित्रहरू, पहिला मानव अधिकारको सन्दर्भमा आफ्नो धारणाहरू राख्नु अगाडि केही कुरा राख्न चाहन्छु। नेपाल बार एउटा क्रिटिकल जङ्क्चरमा उभिएको छ। यो चलायमान हुन आवश्यक छ। चलायमान कसरी गर्ने भन्ने कार्य समिति आफैले तय गर्नुपर्ने विषय छ। सल्लाहकारहरू बोलाएर सल्लाह लिएर गर्ने विषय छैन, आफै एक्टिभेट हुनुपर्ने विषय छ। केही नभए पनि तपाईहरु फागुन चैतसम्म विविध क्षेत्रमा, सातै प्रदेशमा, केन्द्रमा चलायमान हुन आवश्यक छ। यो ट्रेडिसनल कार्यक्रमले मात्रै मानव अधिकार र रुल अफ ललाई थेग्न सक्दैन। अहिलेको स्थिति त्यो देखिन्छ। यसतर्फ विनम्रतापूर्वक नेपाल बारको म ध्यान आकर्षण गर्न चाहन्छु। त्यसपछि दोस्रो, हामीले निर्वाचन लड्यौं, नेपाल बारको प्रत्याशी भएका थियौं। निर्वाचनको एउटा परिणाम आयो। निर्वाचनमा कसैले जित हासिल गर्छ, कसैको हार हुन्छ। त्यो त्यहाँ भाग लिने मित्रहरू, अध्यक्षको मित्र लगायत विशेष रमण कुमार श्रेष्ठजीको नामै लिएर भन्न चाहन्छु, जो मानव अधिकार आयोग, यो मानव अधिकार गोष्ठीको समितिको अध्यक्ष हो। उहाँको उपस्थिति अनिवार्यता हुन्छ, उहाँ आउनु पर्दछ। उहाँले जो मत माग्दाखेरि पनि मत माग्नु भएको हो। यसतर्फ पनि विशेष मेरो अनुरोध गराइछ। त्यसपछि तेस्रो, सम्माननीय प्रधान न्यायाधीशज्यूको म ध्यान आकर्षण गर्न चाहन्छु। केही अदालतहरूमा कसरी प्रधान न्यायाधीशको पद खाली हुनु हुँदैन, मुख्य न्यायाधीशको पद खाली हुनु हुँदैन। कहाँ छैन, के छैन, एउटा जिम्मेवारी हो। न्यायमाथिको जिम्मेवारी हो, संस्थामाथिको जिम्मेवारी हो। त्यो जिम्मेवारी 1 मिनेट 1 सेकेन्ड जस्तो सुकै परिस्थितिमा पनि, र विशेष गरेर मेरो व्यक्तिगत अनुभव, आफ्नो व्यक्तिको मात्रै जिम्मा लिन सकिन्छ। यो ओशोले पनि भनेका छन्। इभन संयुक्त इजलासमा माननीय न्यायाधीश र प्रधान न्यायाधीश बस्दा अर्को न्यायाधीश के सोचिरहेको हुन्छ प्रधान न्यायाधीशलाई थाहा हुँदैन। रविन्द्र गडकोरले भने, ओशोले पनि भने, उनको पुस्तकमा छ। उहाँले भन्न त न्यायपालिकाको म जिम्मा लिन्छु भन्नुभयो, त्यो सम्भव छैन। लिडरसिप मात्रै लिने हो। तपाईँ 3 जना बेन्चमा बस्नुहुन्छ। बुद्धले भनेका छन्, ओशोले भनेका छन्, माला जति राख्नेले त्यो मन कहाँ गएको छ, कहाँ गएको छ, त्यो भनेको छन्। तपाईँको त्यही कुरा उनले सापट लिएर, चिफ जस्टिस हुन् रविन्द्र गडकोरले, उनले त्यो कुरा भने।
मैले आफ्नो न्यायको सन्दर्भमा एउटा पारख मेजरिङ रड भनेर जुन भनिन्छ, धेरै सभ्य न्यायिक सभ्यतासँग भिजेका मान्य न्यायाधीशहरू यो जिल्ला र उच्चको यहाँ हुनुहुन्छ, यहाँहरूले पनि अनुभव गर्नु भएको होला। न्यायको सन्दर्भमा यतिसम्म जति मैले चाहिँ हेरेँ, यो न्यायको एउटा उच्च आसनमा यो प्रदेशमा आउनु भएको छ। उहाँहरूलाई पनि म त्यसकारण यो ठाउँमा यो अदालतमा एउटा प्रदेशको तपाईको प्रमुख अदालतमा मुख्य न्यायाधीश लगायत समग्र विषयवस्तुमा प्रधान न्यायाधीशज्यूमाथि जिम्मेवारी जान्छ, विषयवस्तुलाई हेर्नुहुनेछ भन्ने लाग्दछ। यति कुरा आफ्ना समस्याका कुराहरू गरिसकेपछि अघि नेपाल बारको कार्य समितिको लामो रोशनी म्याडमले राखेर जानुभयो, विद्वान मित्रले। प्रश्न मानव अधिकारको के छ? 1948 मा जानु पर्दैन। 1948 डिसेम्बर 10 मा त जन्म भएको, घोषणा गरिया मात्रै हो। नेपालको सन्दर्भमा कुरा गर्दाखेरि पञ्जापत्रबाट सुरु गर्नुपर्छ। पञ्जापत्रबाट सुरु गर्नुपर्छ। जब पञ्जापत्र लिए मानव अधिकार केही पनि थिएन, धेरै काण्डहरूको कुरा गर्नु पर्यो। त्यसपछि 2004 सालको संविधानमा अलिकति ढिलको देखिन्छ। 7 सालको साई घोषणामा केही कुरा देखिन्छ। 15 सालको संविधानमा फेरि मानव अधिकार एउटा छुट्टै एकैचोटि जन्म हुने होइन, यो एकैचोटि विकास भएर सकिने पनि होइन। 15 सालपछि 17 सालमा फेरि गयो, 17 सालमा फेरि गयो। रुल अफ ल पनि त्यही हो। रुल अफ ल तपाईँ र मैले कुरा गर्यौं भनेदेखि तपाईहरुले रुल अफ ल नै लेखेका किताबहरू हेर्नुभयो भने धेरै किताबहरू छन्। युके को किताब हेर्नुभयो भनेदेखि मैग्ना कार्टाबाट उनीहरूले सुरु गर्छन्, दैट इज द फाउन्डेसन भनेर भन्छन्। त्यसपछि बिल अफ राइट र एक्ट अफ एउटै मात्रै हुँदो रहेन। अब 17 सालमा गइसकेपछि 36 सालको फेरि गाउँ फर्क, फेरि 46 सालमा फेरि मानव अधिकारले एउटा फड्को लियो। अब फेरि 52 सालबाट एक ठाउँमा गयो, फेरि तपाईको ज्ञानेन्द्रको शाही आरोहणले अर्को अवस्था ल्यायो। यो मैले सम्झाएको मात्रै यहाँहरुलाई। आज जेएनजी मात्रै भनेर पनि त्यो जेएनजी हुने पनि छैन। यहाँ धेरै साथीहरू हुनुहुन्छ, धेरै हामीहरू परिवर्तनमुखी नै हौ नि। भ्रष्टाचारको सन्दर्भमा बारले जति कसले गर्यो होला? प्रधान न्यायाधीश नै उभिनु पर्छ भनेर भनेको बार हो नि। चण्डेश्वरजीको सवालमा उभिएकै चण्डेश्वरजी नेपाल बारको अध्यक्ष भएको अवस्थामा, त्यसपछि 62-63 भयो। त्यसपछि तपाईको मधेस आन्दोलनहरू हुँदै 72 सालको संविधान आयो। आज फेरि जेएनजी पछि अब पञ्जाब पत्र तिर गएको छ कि संविधान तिर छ त? मित्रहरू, हिजोको जङ्गबहादुरको नियुक्ति अब आजको सम्मान छ। प्रधान न्यायाधीशको रूपमा, पूर्व प्रधान न्यायाधीशको रूपमा सम्मान छ, त्यसमा विवाद छैन, भोट छैन।
तर सत्य सत्य नै कुरा गर्नु पर्यो, सत्य सत्य नै कुरा गर्नु पर्यो। सत्य के हो त भनेर भन्नुहुन्छ भने नेपाली सेनाको प्रमुखले प्रधान न्यायाधीश प्रधानमन्त्री खोज्दै गर्दाखेरि सर्वोच्च अदालतको भवन रक्षा खोज्नु भएन। सत्य हो नि। के भन्नुभयो भनेर भन्दाखेरि सर्वोच्च अदालतमा जवाफ छ, हामी नेपाली जनतालाई जवाफ छ, मलाई आदेश थिएन। कसको आदेश थिएन? राष्ट्रपतिको पनि थिएन, प्रधानमन्त्रीको पनि थिएन। अनि टुडी खेलमा प्रधानमन्त्री नियुक्ति गर्ने चाहिँ कसको आदेश थियो त? मित्रहरू, टुडी खेलमा प्रधानमन्त्री नियुक्ति गर्ने आदेश कसको थियो? हाम्रो प्रधान न्यायाधीश पटकौं पटक फोन गर्नुभयो, अदालत जलाउन आउँदैछन्। झगडियाले त जलाएको होइन रहेछ नि। आज सबैजना तपाईको कागजातका ताँती लिएर किन फेरि त्यही अदालतमा गएका त? आफूसँग भएको एउटा एउटा नक्कल खोज्दै 4 घण्टामा 5 घण्टामा न तपाईको स्वतन्त्रताको रक्षा थियो, न तपाईको धन सम्पत्तिको रक्षा थियो, न तपाईको भौतिक वस्तुको रक्षा थियो, न कुनै अधिकारको तपाईको चाहिँ रक्षा थियो। यो यथार्थ हो। मैले नेपाल बार एसोसिएसनलाई यहाँनिर हामी सबै त जीएनजी हौ के 62-63 मा हिँड्ने हामी जीएनजी होइनौ? 46-47 सालमा हिँड्ने नेपाल बारले पास गर्ने जीएनजी होइन? 36-37 सालको वीरगञ्जको सम्मेलनमा तपाईको चाहिँ मुकुन्द रेग्मीजीहरूले गरेको सम्मेलनमा तपाईको निर्दल र बहुदलवालाहरू छुट्टिएको कानुन व्यवसायी के जीएनजी होइन? भण्डारीजी हुनुहुन्छ जो शताब्दी पुरुष। हामीहरू भाग लिने कानुन व्यवसायीहरू ती छौं। हामीहरूले पनि सधैँ भ्रष्टाचारको अन्त भनेको छ। तर हाम्रा पूर्वजका पौरखहरूलाई आगो लगाएर जीएनजी छुट्टिनु पर्यो। जीएनजी कसले स्वीकृति लिएर कार्यक्रम गर्नु भएको थियो? त्यसपछि उक्साउने को? नेपाल बारले वास्तवमा मानवाधिकार समितिले यतिजनाले यहाँ विद्वान अधिवक्ता जोशीजी पनि हुनुहुन्छ, अस्ति एकजना वकिल कानुन व्यवसायी तिनै ढल्नुभयो प्रधान न्यायाधीशको प्रश्नोत्तरपछि। त्यो त अझ कमै गर्नु भएको छ। He or she could be फरिबर जान सक्छ। ठट्टा होइन नि। अब न्यायाधीश सक्नुपर्छ, अब न्यायाधीशको घर सक्नुपर्छ, अदालत त सक्यौं यसरी चुड्की छ। हेर्नुहोस्, सोच्नु पर्यो, हेर्नु पर्यो। मैले यो घटना किन भनेको छु भन्नुहुन्छ नि, अघि मैले पञ्जापत्र भने त्यसलाई समाप्त गर्न कति वर्ष लाग्यो? अब चुनावको कुरा गर्दै अघि नेपाल बारको उसमा पनि आयो, प्रतिवेदनमा पनि आयो, मित्र गोपालजीले पनि भन्नुभयो चुनाव मन भरायो। अभी यो यस्तै तरिकाले प्रधानमन्त्री एउटा छ नि तपाईको, अभी मन भराई नै क्यों जाती हो भन्ने छ नि तपाईको। चुनाव सर्लक्क गरेर फर्लक्क तपाईलाई फेरि शेरबहादुरजीलाई कहाँबाट? डडेलधुराबाट होइन, केपी ओलीजीलाई कहाँबाट? झापाबाट पूजा गर्नलाई हो।
उहाँहरुकै त मन भर्या रहन्छ। अब अहिलेको प्रधानमन्त्री र अहिलेको सिस्टमको मन भरिसक्यो। समय अलिक लाग्नेवाला छ, समय अलिक लाग्नेवाला छ। र दुईवटा कुरा बुझ्नुस्, सबै मन्त्रीहरू खोजिएको छ, दुईवटा मन्त्री खोजिया छैन। अलिक विचार गर्नुस् मित्रहरू, त्यो दुईटा मन्त्री कुन खोजिया छैन? रक्षा खोजिया छैन, प्रधानमन्त्रीसँग छ। राष्ट्र खोजिया छैन, कोसँग छ? प्रधानमन्त्रीसँग छ। अनि प्रधानमन्त्री कहाँबाट जानु भएको छ? टुडी खेलबाट। कुरा बुझ्नुस् है। त्यहाँ के खोजियो? स्वास्थ्य खोजियो, शिक्षा खोजियो, होइन? यो दुईटा त्यो मन्त्रालय प्रधानमन्त्रीसँगै बस्नेवाला छ। मन कस्तो आउँछ भरिने खालको। यो वस्तु विश्लेषणले तपाईको देखाएको। अब 82 मा यो फागुनमा चुनाव भयो। जेएनजीले वृद्धलाई नदिने, वृद्धले जेएनजीलाई नदिने, अनि खुइखुइ कस्तो भोट फस्ला कि त्यो भोटले चाहिँ सरकारै बन्ला। त्यो त अहिले स्वाटै जेएनजी नै जेएनजीको सरकार बन्छ त। यहाँ हेर्यो भनेदेखि त फेरि उस्तै साथीहरू देख्छु म। त्यस्तै राजनीतिक दलका साथीहरू देख्छु। मान्छे मारामार छ। पर्सि कङ्ग्रेसको महाधिवेशन हेर्नुस्, त्यसपछि एमालेको तपाईहरुले हेरिराख्नु भएको छ। मान्छे त्यहाँ हेर्नुस् त। खै अर्को जेएनजी पार्टीमा गएको त देख्दिनँ म। भोट त फेरि त्यही हो, त्यहाँ जाने त त्यही हो। मन त त्यही भरिएको छैन। अब 82 को चुनाव पछि फेरि अर्को चुनाव गर्न तयार भएछ भने हुने त साह्रो छ, होइन? यहाँ मान्य अधिवक्ता हुनुहुन्छ, उहाँले पनि मुद्दा मामिलाको न प्रतिनिधित्व गर्ने हो। हामी त फेरि एउटै उसका हौं, उहाँसँग कुनै उ छैन। उहाँलाई बधाई छ, होइन? स्थिति यस्तो देखिन्छ भने पनि कानुन संविधानले देखेको कुरा मैले राखेँ। यो संसद विघटन किन भयो? सुशीला कार्कीजी टिक्नै सक्नुहुन्न त्यो संसद हुँदाखेरि। कता न विश्वासको मत दिनु न के मिल्छ त कहीँ। संसद किन विघटन गरे भन्छन् बा? प्रधानमन्त्री को हुने? पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजी हुने। अनि उहाँले के कुन दलको के भनेर विश्वासको मत लिने र? कसरी प्रतिनिधित्व गर्ने त त्यो संसदमा? अब त्यो संसदको चुनाव त्यसरी हुन गइरहेको छ। यसैलाई हामीहरूले विकास भनेका छौँ। एकैचोटि राजनीति यसरी छलाङ मारेर तपाईको आउँदैन, जो छप्पर फारेर तपाईँ र मलाई चाहिँ के भनेदेखि प्रजातन्त्र दियोस्, सुशासनै सुशासन दियोस्। त्यो त युरोपमा पनि स्टेप लाग्यो। यहाँ पनि त तपाईको चाहिँ के भनेदेखि मोन्टेस्क्यू जन्मियो होलान्, होइन? धेरै क्यूहरू जन्मियो होलान् नि क्यूमा बसेर। बिस्तारी नै हुँदै आएको होला। अमेरिकामा पनि बिस्तारी हुँदै आयो। फेरि पनि बेला बेलामा एउटा हेर्नु न, तपाईको त्यो व्हाइट हाउसको जुन हिल छ नि, ट्रम्पले अगाडि नै मार्न खोजेको थियो नि सबैलाई। त्यो आएको तपाईको सबै रिप्रेजेन्टेटिभलाई मारिदियो भनेदेखि त भोटै गणना नहुने रहेछ। त्यहाँ हेर्नु, यो मैले त्यसकारण अब यहाँ उठ्नु पनि भयो। मित्रहरूलाई मेरो आफ्नो विचार हो, विचार गर्नुस्। तर रुल अफ ल र म पछि आदरणीय अति अध्ययनशील हुनुहुन्छ, यो सवाल जवाफको कुरा होइन।
म अन्तिममा के कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु भने हामी कानुन व्यवसायी न्यायिक स्वतन्त्रता पक्षमा सबैले कुरा बुझिया छ। राजदूतलाई फिर्ता बोलाउनु हुन्छ कि हुँदैन भन्ने यो टन्टा र डन्डा हान्ने बेला होइन, अदालतले पनि बुझिया छ। उसले जान्दै नजानिकन आदेश दिन्छ पनि नसम्झ्यौँ मित्रहरू। म मुद्दाको प्रतिनिधित्व गरे मान्छे होइन। फेरि धेरै हामीहरू सोसियल उसमा बडा जान्ने हुन्छौँ नि। अदालतले कस्तो बेलामा स्ट्यान्ड के लिइरहेको छ भन्ने कुरा हो। न्यायिक धरोहर थामिया छ कि छैन भन्ने हो। अब यो न्यायिक धरोहर थान्नुपर्छ। र एउटा कुरा तपाईँहरूलाई भन्न चाहन्छु, जुन दिन प्रधान न्यायाधीशज्यूले अघि आदरणीय विपुलेन्द्र चक्रवर्तीले भनेर जानुभयो नि 19 जनाको रिट छ, त्यो हेर्न बस्नुभयो कि खन्ती खलास छ? कुरा खन्ती खलास छैन त। जेएनजी को अनुहार आएर त्यो संविधान हान्ला त? तपाईँहरूलाई के लाग्छ है? प्रधान न्यायाधीश सहितको संवैधानिक इजलास बस्नुपर्छ, बस्नुभयो कि सक्यो? त्यो संसदको सदस्य पुग्यो पुगेन होइन। मैले यो मुद्दाभित्र प्रवेश गरे आएन है। फेरि प्रधान न्यायाधीश हो, सौभाग्यले प्रधान न्यायाधीश यहाँ उहाँ बस्नुभयो कि सक्यो? विचार गर्नु भएको छैन नि तपाईँहरूले। बेन्चमा अहिले चाहिँ श्रीमानहरू यहाँ हुनुहुन्छ, बेन्चमा बसेर मुद्दा फैसला अझै भयो हाम्रो सम्मेलन भएर के गर्नु? खै तपाईँको स्थगित आएन, मैले त हेर्ने भन्नु पनि सकियो। फेरि पनि त स्थगित त दिनु पर्यो नि, नेपाल बारकोबाट गएको भनेर। चैतसम्म त छ उहाँको, चैत 18 कि 19 भनेर आफैले भन्नु होला। अहिले त्यो चुनाव अगाडि हेर्ने कि पछाडि हेर्ने थाहा छैन है मलाई। फेरि हेर्नुहोस्, युगल किशोरजी म ती मान्ने यहाँ हुनुहुन्छ। मैले त यहाँ वास्तवमा भन्ने हो भने बद्रीबारजी होइन अति म मान्दछु होइन। यहाँ धेरै मान्ने, मैले त्यो विद्वताले नै मान्नुपर्ने छ क्या। म त गफसफ मात्रै लाउने हो, जाने के छ र। हेर्नुहोस्, तपाईँहरूले भोट दिनुभयो, पूर्व अध्यक्षको लाइनमा आइहाले। हेर्नुहोस् होइन, के दिनुभयो, गऱ्यौँ गरिनौँ आफ्नो ठाउँमा छ, तर आफ्नो चाहिँ जिम्मा लिने। अब प्रधान न्यायाधीशले त बोल्नुहुन्न, रिट पर्दैछन्, हतार नगर्नुहोस् न एकैछिन, कुरा त आउँदैछ नि त होइन। तपाईँ प्रधान न्यायाधीशलाई हेर्नु भन्नुहुन्छ कि नहेर्नु भन्नुहुन्छ? फेरि हाम्रो अध्यक्षज्यू यो संविधान मर्न दिनु हुँदैन भन्नेमा हुनुहुन्छ। अहिले धेरै अदालतसँग, अदालत म चाहिँ तपाईँ र हामी एउटा अदालतको अफिसर मात्रै होइन, एउटा सिपाहीको नाताले पनि त्यो अदालत जुन जर्जर थियो, फेरि सिभिलियन उहाँले नागरिक सरकार स्थापनामा सुरु गर्नु भएको छ। रिट त आयो नि, तो कस त भयो नि। त्यो संविधान हेर्नु हुँदैन भन्ने जवाफ पनि गयो नि प्रधानमन्त्रीज्यूको होइन, गयो नि। अब डक्ट्रिन अफ नेसेसिटी, नेसेसिटी त मलाई पनि थियो नि, तपाईँलाई पनि छ नि नेसेसिटी होइन। फेरि अघि भनेर जानुभयो हाम्रो पूर्व अध्यक्ष गोपालजीले 30 वर्षसम्म, 30 वर्षको त न्यायाधीश हुन नसक्नुहुन्छ, न मान्ययुक्त हुन सक्ने, न केही। फेरि त्यसलाई त अनुभवै चाहिने। अनुभव हुने जति सबै भ्रष्टाचारी नै हुन्छ नि त, कुशासनमै जान्छ नि त। त्यसकारण अन्तिममा प्रधान न्यायाधीशज्यू तपाईँको मन भरिएको छ कि छैन? अब तपाईँ बस्नुभयो भनेपछि फेरि कोही बिरामी होस्, बेन्च चाहिँ त्यही ठाउँबाट चल्छ भने चल्छ। फेरि अर्को आउँछ, फेरि 5 जनामा पनि अनेक होला नि त त्यहाँ कुराकानी। अघि मैले भने नि तपाईँको ओसोको जस्तै कोही बिरामी भएर नआउने होला नि। हेर्नुहोस् होइन, टुडी खेलबाट जान थालिसक्यो पन्जापत्र, हो त हो नि। यसमा पनि विवाद छ र यार।
प्रधानमन्त्री कहाँ खोज्दै थिए? टुडी खेलमा पो खोज्दैछन् या त्यहाँ पो आह्वान हुन थाल्यो। राजा ज्ञानेन्द्रले त राजदरबारबाट आह्वान गरेका थिए, हामी त्यहाँ पुग्यौं। त्यसकारण यो 1948 मा जन्मिएको मानव अधिकार तपाईको त्योभन्दा अगाडि नै पटक पटक जन्मिएका थिए, घोषणा मात्रै हो। हाम्रो चाहिँ जेएनजी आन्दोलनपछि त्यस्तो घोषणा भएको छ है, त्यस्तो घोषणा भएको छ। अब प्रधान न्यायाधीशसँग मेरो कुनै कमिटमेन्टको कुरा छैन। तपाईको चैत्र 18 सम्म छ, 28 18 जति होस् न, चैते रहेछ नि त। फागुन 21 को निर्वाचन छ, निर्वाचनमा समानुपातिक पनि गएको छ। जवाफ तपाईँ बसेर हेर्न थाल्नुभयो अरे भने के जाला त? खारेज होला जारी होला थाहा छैन हैन। थरर त हुन्छ नि, हुँदैन? यदु सर त्यहाँ हुनुहुन्छ हैन। कतै यसपालि चाहिँ के भनेदेखि बहस गर्नै नजानिएला भनेर कतैबाट पनि नजाउँ भनेर बसेको छु। हेरौँ त्यो पनि हैन। तर यति चाहिँ मैले तपाईहरुलाई भने, अब प्रधान न्यायाधीशज्यू लगायत संवैधानिक इजलासले हेर्यो भने धेरैको कुराहरू हैन। अब फेरि भ्रष्ट आउलान् के आउलान्, आउने त फेरि त्यस्तै हो त्यो हैन। यो पनि साह्रै गतिलो के अब न्यायाधीश हुनुहुँदैन भनेको, पूर्व प्रधान न्यायाधीश हुनुहुँदैन भनेको, अब सदस्य नै हुनुपर्छ भनेको त्यस्तो त भइसकेको छ संविधानमा। अनि संविधान जसरी लेखे पनि हुने रहेछ। अब कतिचोटि लेखिराख्ने, जस्तो जस्तो चाहियो त्यस्तै त्यस्तै व्याख्या आफूले भन्दै जाने। लेखेर हुँदैन नेपालमा, नेपालमा लेखेर केही पनि हुँदैन। बुझ्नुभयो? जस्तो जस्तो चाहियो त्यस्तै भन्ने, आन्दोलन गर्ने, यही हो भनेर भन्ने नि, आगो सागो लगाउन जाने। तपाईँ र मलाई अन्तर्राष्ट्रिय डिफेन्सै अघि उहाँले भन्नु डिफेन्सै छ नि हो। आगो लगाइरहेछ, सरकारी भवन जलिरहेछ, व्यक्तिको भवन जलिरहेछ। न दमकल हिँड्छ, न मान्छे हिँड्छन्, न नगर भन्छन्, न यो ठाउँमा पुगेर चाहिँ जेएनजीले होइन यो नगर न भनेर रोक्छन्। हेर्नुहोस् त। अनि हामी नेपाली पासपोर्ट चाहिँ बढ्नुपर्छ, नेपालीको इज्जत चाहिँ बढ्नुपर्छ भन्छौँ। बाहिर बाहिर त सकिया छ त हाम्रो हैसियत त। यस्तो हामीसँग पनि सभ्यता छ र। तपाईको घर जल्या छ, म नजलाउन भनेर भन्न नसक्ने अवस्थामा पुग्यो। यो सबै तराई मधेस काठमाडौँ सबै भन्नु न, सबै अदालतलाई कसैले कुनै वकिललाई जान नसक्ने कर्फ्यू गर्दै जान नसक्ने बनायो। जिल्लाको हालत हेर्नुहोस्, उच्च अदालतका हालतहरू तपाईको चाहिँ हेर्नुहोस्। कैदीहरू त्यसरी भाग्नु सामान्य छ भनेको। अनि मैले अघि दुईटा मन्त्रालय भने नि, त्यो कोसँग छ? प्रधानमन्त्रीसँग छ। मन भर्ने आदेश आउँछ कस्तो, अब त्यसलाई कसरी हामीहरूले लिएर जाने भन्ने कुरा म भन्दा अब जेएनजीसँग नजिक नजिक जस्तो वर्तमान अध्यक्ष मेरो अलि कमै प्रोफेसर पनि भइसक्या, उहाँले यसको मन्त्र र गुइए कुरा चाहिँ फुकाउनु हुन्छ। यस्तो बेलामा हुनुभएको छ। हिजो शम्भु थापा शाही कालमा भयो भन्थे, अब तपाईँ यस्तो कालमा हुनुभएको छ। यस्तो यो मानव अधिकार मात्रै होइन, यो निर्वाचन सम्पूर्ण तपाईँले हेर्नुपर्ने कुरा छ। तपाईँले त आदेश दिनुहोस् न। मुद्दा त हामी बहस गरिहाल्छौँ नि, अब फिस त अब हामी लिइहाल्छौँ नि होइन। कार्य समिति त हिँडै गर्नुपर्ने बेला छ भने आज धनकुटा, भोलि तपाईँको धरान, त्यहाँबाट फेरि कहाँ महाकाली। निर्वाचनदेखि लिएर त्यो पर्यवेक्षण पनि असामान्य गर्न जरुरी छ, असामान्य। त्यस कारणले गर्दाखेरि यो चाहिँ मलाई चाहिँ के भनेदेखि घन्टी यहाँ पनि बजाइदिनु भयो। यति कुरा यहाँहरूलाई राख्दै फेरि पनि अन्तिममा अरू सूर्य र कुरा गर्छन्। मैले बडा अनुरोधपूर्वक भने फागुन 21 अगाडिको मुद्दाको सुनवाई हुन्छ कि पछाडि सुनवाई हुन्छ, निर्वाचन अगाडि हुन्छ कि पछाडि हुन्छ, तपाईँ र म नअत्तालिउँ न।
हतारिनु पर्दैन। नेपाल बार र सर्वोच्च अदालत र न्यायिक स्वतन्त्रताको सवालमा धेरै विवाद गरेर धेरै तपाईको चाहिँ के भनेदेखि चाहिँ हरेक कुरामा यो त कहाँ मिलेर यो आदेश भन्ने होइन, मिल्यो मिलेन थाहा छैन, शुद्ध प्रकारले दिएको हुनुपर्छ। यो न्यायिक स्वतन्त्रतालाई अहिले हामीले समर्थन गर्नुपर्ने मलाई लाग्दछ, गर्नुपर्दछ भन्ने यहाँहरूलाई म अपिल गर्न चाहन्छु। र आज मानव अधिकारको दिन, अब कतिले शहादत प्राप्त गरे नि, अब तपाईको लुथर किङदेखि लिएर भन्नुहोस् न, मानव अधिकार बिल अफ राइट राख्नै पर्दैन भनेर भनेको अमेरिकाको कन्स्टिट्युसनले लेखेकै थिएन सुरुमा, फर्स्ट एमेन्डमेन्टमा 82मा ल्याएको। हेर्नुहोस्, केनेडीको मृत्युको सन्दर्भमा अमेरिकाको प्रधान न्यायाधीशले अनुसन्धान गरेका हुन्, उनलाई त्यसमा कम बात आएन। आउँछ प्रधान न्यायाधीश समय समयमा आउँछ, हेर्नुहोस्। र समयले न्यायिक एउटा स्वतन्त्रता र न्यायिक तपाईको चाहिँ के भने जगको आधारभूत प्रधान न्यायाधीश यो थियो है भन्ने पनि देखाउँछ, राख्दछ, बनाउँछ। त्यो तर्फ तपाईँ अविरल रूपले इन्द्रावती के बगेका थियो त्योभन्दा बढी बग्नु भएको छ, त्यो पनि बग्नुहुन्छ भन्ने विश्वास गर्दै आजको यो उद्घाटन कार्यक्रममा तपाईँ नेपाल बारका सम्पूर्ण एउटा कानुन व्यवसायीको माझमा आउनु भनेर भनेको नेपाली जनताको माझमा आउनु भएको छ, नेपाली जनताको माझमा आउनु भएको छ। यहाँ धेरै तपाईको समावेशीका कुराहरू लडौँला नि समावेशीमा, पहिला यहाँ यो उता ल्याउँ होइन, पन्जाब पत्रबाट त उम्काउनु, त्यसपछि त श्यामजी तपाईको समावेशी होइन हो, समावेशी यति कुराहरू यहाँसँग राख्दै अब यो मलाई बोल्ने मौका मतलब दिनु हो, त्यसको लागि यहाँहरूलाई म आभार व्यक्त गर्दछु। मैले केही बढी समय लिएँ र अति नै दिग्गज, मैले भनिहालेँ, अति नै दिग्गज यो तपाईँको चाहिँ के भनेदेखि थरोली रेड भनेर भन्छ नि, थरोली एक्सपिरियन्स्ड एउटा कानुन व्यवसायी मित्रहरू र उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू म ज्यादै सम्मान गर्दछु। कुनै मेरो मुद्दा मामिलाको मुद्दा हारजित हुन्छ र यहाँ जुन उपस्थित छ सम्माननीय प्रधान न्यायाधीशज्यू, एउटा राम्रो नै न्याय प्रवाह हुन्छ भन्ने मेरो विश्वास हो। यो भित्र हाम्रा सबै सामाजिक, राजनीतिक, आर्थिक सबै अधिकारहरू, अब संस्कृतिको धनी त कुरै भएन नि, अघि हेरिहाल्नुभयो। त्यो अब बुद्धिको धनीमा पनि अष्टवक्र र कहाँ जनक, त्यसपछि अष्टवक्रको तपाईँको 8वटा ऊ चाहिँ जनकले पनि ठाउँ देखाइदिएर नदीमा गएपछि उनी नुहाएका थिए अरे, नुहाएपछि अष्टवक्र फेरि अष्टवक्रको रूपमा रहेनन्। त्यस्तो ठाउँमा हामीहरू गर्दैछौँ। यो सभ्यता, यो तपाईँको चाहिँ के भनेदेखि चाहिँ अध्ययन, मिथिला सभ्यता मधेसी सभ्यता होइन नि, मिथिला सभ्यता विशाल सभ्यता हो। हेर्नुहोस्, टिके लालजीहरूको पनि अलिअलि पुस्तकहरू हेर्दाखेरि, यहाँका लेखकहरूको पुस्तकहरू हेर्दाखेरि त्यो अलिकति ज्ञान हुन्छ। अघि राखेर जानुभयो आदरणीय अति श्रद्धेय हुनुहुन्छ विपुलेन्द्र चक्रवर्तीजी, अहिले पनि दर्शक दीर्घामा बस्नुहुन्छ र यहाँभन्दा बढी तपाईँको प्रज्वलित हुने कुराहरू व्यक्त गर्नुहुन्छ। फेरि पनि अन्तिममा यहाँहरूलाई र मलाई पनि बोल्ने मौका दिएकोमा, फेरि एकचोटि तपाईँहरूसँग भलाकुसारी गर्न पाएकोमा र प्रधान न्यायाधीशज्यूसँग आफ्ना कुराहरू बिन्ती बिसाएकोमा केही बढी भयो भने पनि अन्यथा नलिदिनु होला, बेन्चमै बसिदिनु होला, जे गरे पनि। यति भन्दै बिदा हुन्छु। धन्यवाद।